सरकार कहाँ छ, के गरेको छ भन्नेहरूले यो भिडियो पुरै हेर। झोले झाम्टे माटे मगन्तेहरूले सरकार कहाँ छ, के गरेको छ भन्थ्यौ नि, यहाँ छ सरकार। यो भिडियो पुरै हेर। तपाईको फिडमा आएको यो भिडियो क्लिक गरेर हेरिदिनु होला अनि धेरैजनालाई सेयर गरिदिनु होला। सबै कुरा माने हजुरको कुरा माने, तर म हुँदा भन्नुहुन्थ्यो सर, हिजो कोही थिएन यहाँ, म पनि थिएन हिजो। अब यो कमिटी वाला हुन्छ, अहिले भर्खर आएको कमिटी नै हुँदैन, कमिटी हुन्छ भने हाम्रो काम बन्द करवाते हैं। काम बन्द 10 वाला में प्रशासन के और इंडियन 10 वाला में इंडियन प्रशासन के, हमारा प्रशासन के और प्राविधिक टोली के कमिटी होगा। सर ये यहाँ मतलब 1 वर्षदेखि खेल्दै छ। ठीक है, कल्चर के हम बहुत रेस्पेक्ट करेंगे, बहुत रेस्पेक्ट करेंगे। केही खुट्टा गाडी नहीं डालिए, तो इसका ऊंचा करना है बेम्बो से करिए। ठीक है। भारतीय सीमा सुरक्षा बल एसएसपीसँग नेपालको सशस्त्र प्रहरीले पनि यसरी बोल्ने, अडान राख्ने र आफ्नो देशको सीमा सुरक्षा गर्न सक्ने भएछ। आजभन्दा पहिलाका घटनाहरू हेर्ने हो भने भारतीय सुरक्षा बल या प्रहरीहरू आफू खुसी भित्र छिर्थे। उनीहरू आफूले चाहेको गर्थे, मनपरी गर्थे अनि फर्किन्थे। तर आज घटना फरक छ, हेर्दा पनि खुसी लाग्छ। जिम्मेवार अनि राष्ट्रवादी प्रधानमन्त्री, नझुकेको नबिकेको, अनि त्यस्तै युवा गृहमन्त्री अनि त्यही स्तरको राज्य सत्ता सञ्चालन, यसैको प्रभाव हो यो। राष्ट्रसेवकहरूले शिर ठाडो पारेर आँखा जुदाएर बोल्ने र काम गर्ने हौसला पाएका छन्। जब बिकेका शासकहरू थिए, जिउ हजुरीमै यस सर भन्नुपर्ने हुन्थ्यो। के लाग्छ तपाईहरुलाई? आफ्नो धारणा कमेन्ट गर्नुहोला। जय देश।